घ्याम्पे डाँडा हो यो ल है घ्याम्पे डाँडामा आइएको छ है अहिले हामी चाहिँ न्यू इयर मनाउनु यो उता काठमाडौँ भ्याली हेर्नु काठमाडौँ भ्याली हेर्नु चाहिँ कति नजिक जान्ने यहाँ चाहिँ जिप लाइन डाँडा काँडा हेर्न चाहिँ आइयो गाउँमा हुँदा माथि कनकनी डाँडातिर जङ्गलतिर गएको यता मान्छेहरू पनि आउनु हुन्छ टन्नै ध्यान दिन्छ ल है यी गाइजहरू चाहिँ यता आउनुहुन्छ यता हेर हाई गर हेलो सबैले हाई पोस्ट दिइहाल्नु ल हेलो गाइजहरू यता यता सौगात ल यतिको भ्यू देखिँदो रहेछ अलिक परतिरबाट चाहिँ राम्रो देखिन्थ्यो होला घ्याम्पे डाँडाको घाममा वैशाखको दिनमा सेकिँदैछौँ है हामी चाहिँ गाइजहरू ए गाइज चिया खानुभएको कि यहाँ मुनिको गाउँहरू हेर्नु फोटो खिच्दै हुन्छ आज त यो जिप लाइन नभएकोले होला यो घोडाहरू पनि छैन जिप लाइन नभएकोले होला घोडाहरू पनि छैनन् रे हामी कति सुनसान आज त सुनसान लाग्यो मलाई सुनसान जिप लाइन बन्जी जम्प भएको भए त्यहाँ हेर्नु मजा आउँथ्यो रमाइलो लाग्यो हेलो त्यो बाइक हेर न वापु 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 दुवापु वापु वापु दुवापु मेरो भाडा उयो छ ए मम्मीको गोजीमा भएर साइमा खानु खानु सिधै खानु माछ छिङ्कु अनि वान्छु के हेलो गाइस आवर ब्याक टु होम ब्याक टु मन्दिर कुन मन्दिर Mommy, she does.
हेलो गाइस, हामी चाहिँ न्यु इयर यसरी मनायो भने यसो राइड पनि हान्ने अनि त्यसपछि रमाइलो पनि उड्ने मुड फ्रेस पनि गर्ने भनेर यसो माथि घ्याम्पे डाँडातिर अराइभ नाउ घ्याम्पे डाँडा टेम्पल। कता चाहिँ जानु हो? हामीहरूलाई पनि केही किन्दम न हो। के गर्ने हौ? लेज पर मन्दिर गर्नु। ओइ हामी मोबाइल बन्द गरेको 5 मिनेट गरेर ऊ भिडियो खिच्दिनु। यल्लो यल्लो टमाटर हो हैन नपाकेको उद्यान न हेलो गाइस, भ्यू हेर्नु न, भ्यू यहाँ कस्तो दामी छ भ्यू। डाँडाबाट तल हेर्दा कस्तो दामी देखिरहेछ होइन। हेर्नुहोस् है, अरू त के देखाउन सक्छु र। यस्तोहरू डाँडा काँडा अनि हरियाली देख्नु चाहिँ गाउँमै पुगेको फिल हुन्छ कि मलाई चाहिँ। किनकि ऊ तल चाहिँ पिकनिक स्पोट रे। हेलो गाइस, ल हेर्नुहोस् है पछाडि सिन, पछाडि काठमाडौँ सिन। देखाइदिनु होला। यो ठाडो चाहिँ पहिरो छ, यता चाहिँ काठमाडौँ भक्तपुर आई डोन्ट नो के हो भ्याली यहाँ छ। मुनि चाहिँ पिकनिक स्पोट। यहाँ हेर्नु नाचिरहेको नेपालको धन। हेलो गाइस, कहाँ छ गएको अरे हामी? 3 जना 4 जना मन्दिर गएको नि। मन्दिर हेलमेट डाँडा अरे के डाँडा अरे हो। छ्यामा अङ्कलले घ्याम्पे डाँडा भन्दै हुनुहुन्छ होइन। घ्याम्पे डाँडाको मन्दिर जाँदैछु है गाइजहरू। पानी हल्का परेर रोक्यो। मन्दिर हो त्यहाँ। जाउँ न जाउँ, अब आइहाल्यो। उता नजाऊ है, चिप्लो हुन्छ कि। भाग्नु हुँदैन खै त। अघि एउटा बुढो हरायो अरे, फेरि तिमीहरू पनि हरायो भने त हामी कहाँ खोज्नु। बुढा रक्सी खाएर गएछ नि हौ लन्डन। उता नजाउँ न। स्कुटीहरू पनि
यस्तोमा बाइक स्कुटी ल्याउनु भन्दा नल्याउनु राम्रो के चिप्लेर मरिन्छ के मन्दिर चाहिँ उहाँ रहेछ है झरी परेर बाटो हिलो भयो गाइजहरू नजरा हेर्नु लाली गुराँस अस्ति फुल्यो कि फुल्नै लाग्यो हाई दर्शन नमस्ते मन्दिर आइपुग्यौँ है हजुरहरू ल आऊ यता डाँडाको मन्दिर तर यहाँ चाहिँ 30 रुपियाँ टिकटले रे बट हामीसँग चेन्ज पैसा छैन 1-1 लाखको मात्रै छ हामी भित्र नसिर्ने भयो त्यसैले हामी बाई बाई गर्दैछौँ मन्दिरलाई नेक्स्ट टाइम आउँछौँ हामी ल बाई गाइजहरू जङ्गलको माल भनेको यो हो काफल तर अहिले चाहिँ पाकेरै नै छ है गाइजहरू नेक्स्ट टाइम आउँदाखेरि हामी पाक्ने बेला आउनु पर्यो ल घ्याम्पे डाँडा भनेको यो प्लेन पनि हेलो गाइज अब हामी चाहिँ फेरि फर्किसक्यौँ है मन्दिर गएर मन्दिर मात्रै बाहिर गाइजहरू बाई बाई दा अङ्कल नयाँ वर्ष कस्तो लाग्यो तपाईँलाई नयाँ वर्ष त एकदम रमाइलो गरी मनाइयो तर पानी परेर अलिकति मनलाई असन्तुष्टि भयो ल है गाइजहरू पानी पर्यो है आज अङ्कललाई हेर हाँसेको जस्तो हामी फर्केको स्कुटरको हालत यस्तो भएछ कसरी जाने होला चिसो चिसो भइरहेछ म त टाउको दुखिरहेछ हेर्नु न यो आन्टीहरूको बुवा अरे अनि कस्तो टेन्सन भइरहेछ अरे के गर्नु है भिडभाडमा माथि धेरै नगर न तिमी पछाडि बसेर बनाउँदै हिँड न यिनीहरू खाना नपसी
त्यही गाडी जस्तो हुन्छ होला नि। गाइज हामी चाहिँ घर फर्किँदै गरेको माथि डाँडामा पुगेर अब घर तल झर्दै ओह्रालो साह्रै ओह्रालो छ है तल लास्ट। गाइजहरू हामी चाहिँ घर फर्किँदै है अहिले। खाना खाइसकेपछि तल गएर खाजा खाने अनि पछि मात्र घर जाने। तर हामीहरू घर चाहिँ होइन, बरु भक्तपुर चाहिँ जाने हो। हाम्रो अगाडिको हाम्रो साथीहरू चाहिँ चाबेल गइरहेको हो। हामीहरू चाहिँ भक्तपुर गइरहेको हो। पानी परेर कति चिप्लो भएको छ यो, अघिदेखि चिप्लेर बसिरहेको छु।
3-4 घन्टाको यात्रापछि बल्ल खाजा खाने ठाउँमा पुग्यो। अब खाजा खाने अनि छुट्ने